100 थियो 9 किलोमिटर हिँड्छ के अहिले चाहिँ पानीले भिजाएर पुरै लोस भयो यो तरिकाले भिजिरहेछ होइन अहिले चाहिँ भिजिरहेछ पानी एकदम परिरहेछ कि हेर्नु भर्खर होइन मलाई चाहिँ मलाई भोइस ओभर गर्नु चाहिँ खासै आउँदैन बरु यसो आफै बनाइदिउँ भनेर मात्रै हो रियलमै सिजन भएर पनि होला यो बाटोभरि पानी पानी मूल फुटेको छ है यहाँनिर यहाँ आएपछि मलाई जहिले पनि बिसाउँ लाग्छ यो ठाउँ किन हो मलाई हुन त केही कुराहरू जोडिएको पनि हेलो एभ्रिवान वेलकम ब्याक माई भिडियो मेरो भिडियोमा स्वागत छ अब म चाहिँ अहिले मेरो अफिस टाइमबाट चाहिँ अब घर जाने बेला भएर छ अब आज 2 दिन भयो घर नगएको अस्तिको दिन 3 दिन भएछ घरबाट अफिस आएको चाहिँ अब यतै छ मेरो बसाइ अब चाहिँ आज घर जाँदैछु अब हेरौँ मेरो बाटोको यात्रा म घर पुग्दासम्मको भिडियोहरू तपाईँहरूलाई देखाउने नै छु मेरो भिडियो हेरेर साथ दिनु होला विन्ड हिटर चाहिँ लाउनु पर्यो होइन पानी परिरहेको छ यतिलाई चाहिँ केटो हिरो भएको नि बाइकको यो चाबी अब यो हेलमेट निस्किनु पर्यो चाबी लगाउने रेकर्ड क्या चाहिँ अझै म चप्पल लगाएर जाने प्लान गरिरहेको छु है यो चाहिँ मेरो अफिसको भ्यू म चाहिँ अब निस्क्यो अहिले चाहिँ मेरो घोडा पिनमा गयो अहिलेलाई चाहिँ म यहाँ मेरो अफिसबाट चाहिँ हिँडिसकेँ अब यो डाँडा यहाँबाट ओह्रालो गएर त्योहरू यो छिचोल्दै यो पर डाँडा चाहिँ पुग्नुपर्छ मेरो घर पुग्नलाई लगभग चाहिँ यो चाहिँ बाइकमा 45 मिनट अथवा 45-50 मिनट जतिको बाटो छ दूरी चाहिँ अहिले हेर्नु होला 48 भर्खर मात्रै हिँडेको थियो 48 सय रहेछ कुद्दै अब हेरौँ घर त हिँड्यो तर पानी परेर हेर्नु न यस्तो पानी यस्तो यो पुरै पानी पर्यो हौ यस्तो पुरा उमा पुरै पानी परिरहेछ एकछिन चाहिँ गोठमा बस्नु पर्थ्यो पानी पो पर्यो या एकछिन चाहिँ गोठमा बस्नु पर्यो पानी ठुलो पर्यो यहाँको बस्ती चाहिँ फुकाएको रहेछ कि क्या हो तल राखिरहेको रहेछन् वस्तुहरू चरिरहेको हो कि तिनीहरू हो यस्तो छ गाउँघरको ओत लाग्नुलाई चाहिँ सजिलो कत्रो पानी पर्यो अहिले अब घर चाहिँ हिँडेको ठ्याक्कै कस्तो पानी पर्यो क्या हेर्नु न पुरै पानी परियो अनि अब अहिले बर्खाको सिजन भएर पनि होला यो बाटोभरि पानी पानी मूल फुटेको छ है यस्तो छ हालत अब यहाँभन्दा अगाडि एउटा खोला छ म तपाईँहरूलाई त्यो खोला मैले अफिस जाँदाखेरि अफिस जाँदा र घर जाँदासम्म कतिवटा खोला तरेर भनेर यसो भन्दै जान्छु तपाईँहरू हेरिदिनु होला
पानी पानी एकदम परिरहेछ। यस्तो तरिकामा आफ्नो पनि अनुहार चाहिँ देखाउनु होला होइन। मलाई चाहिँ मलाई भोइस ओभर गर्नु चाहिँ खासै आउँदैन, बरु यसो आफै बनाइदिउँ भनेर मात्रै हो रियलमै। अब यो चाहिँ मैले तर्ने सबैभन्दा पहिलो खोला हो, यो चाहिँ ठाँटी खोला भन्छ यसलाई चाहिँ। यो चाहिँ अहिले बर्खा टाइम सुरु भएर मात्रै यो आएको, यो अहिले आएको छ। योभन्दा ठुलो पनि हुन्छ, यो वार पारी नै आउँछ कि यो चाहिँ खोला, न त यो पारी रोड। अब यो बाटो चाहिँ तपाईँको हिउँदोमा चाहिँ यो ठाउँमा हिउँदोमा चाहिँ पानी हुँदैन, किनभने अब अहिले चाहिँ अब पानी परिरहेछ, बर्खा सिजन सुरु भयो, त्यसले गर्दाखेरि हो। यहाँ चाहिँ हाम्रो यो चाहिँ हो 4 नम्बर वडाको चाहिँ यो कालीमाटी भन्ने ठाउँमा चाहिँ, कालीमाटी भन्ने ठाउँको चाहिँ यो मुहा नै भनौँ न। यो चाहिँ कालीमाटी भन्ने ठाउँको मात्र है, 4 नम्बर वडाको चाहिँ होइन, कालीमाटी भन्ने ठाउँको मात्र मुहान चाहिँ यसमा छ यो खोलामा। पछि अब यो चाहिँ सिरानमा चाहिँ पानी परिरहेछ, अहिले पनि हेर्नु सक्नुहुन्छ माथि पानी परिरहेछ होइन। त्यसले गर्दाखेरि यो चाहिँ पानी परेर हो, भल अहिले आएको छैन। यो भलबाढी आउँदाखेरि यो वारपारी हुन्छ, किनभने यहाँ मान्छे तर्नै सक्दैन, यहाँ गाडीहरू जाने। अहिले चाहिँ पानी कम छ र मात्र हो। यो अधिकांश हामी नेपाली दाजु भाइहरूलाई थाहा नै छ, किनभने अब रोडको बाटो यस्तो छ हेर्नु, गाउँघरको रोड। अब यो चाहिँ कुना आउने मात्र हो कि यो बाटो चाहिँ कुना सार्ने मात्र हो होइन। अहिले म कुनाको लेन अब यहाँ चाहिँ लडिन्छ के हुन्छ होइन, यस्तो छ बाटो गाउँघरको चाहिँ। अब म जाने भनौँ न, अरूको राम्रै होला। अहिलेको लागि चाहिँ भिडियो मैले पुरै तपाईँलाई भन्यो भने चाहिँ खोलाको भिडियो चाहिँ हाल्नु पाएन भनेको। अहिले चाहिँ खोलाको भिडियो हाल्नु पाएन मैले, अहिले कतिवटा बर्खाको कारणले गर्दाखेरि एकदम भनौँ न कत्रो झरी परेको छ। त्यसको लागि चाहिँ म क्षमा प्रार्थी छु। तपाईँहरूलाई मैले खोलाको भिडियो कतिवटा खोला पर्छु भनेर बनाउँछु भनेर त्यसमा चाहिँ असहमत छु। अहिले चाहिँ म लगभग मेरो घरको चाहिँ 9 किलोमिटर भनौँ न, अघि 48 थियो होइन, 48 100 थियो, 9 किलोमिटर हिँड्छ क्या। अहिले चाहिँ पानीले भिजाएर पुरै लोस भयो, यो तरिकाले भिजिरहेछ होइन। अहिले चाहिँ भिजिरहेछ, पानी एकदम परिरहेछ कि हेर्नु, भर्खर म त पानी यस्तरी भइरहेछ। अब यो माथितिर हेर्नु, यो सबै हेर्नु त, यो सबै पानी परेर चाहिँ झरिरहेछ अहिले चाहिँ हो। र बाटोको हालत यस्तो चाहिँ क्यामेरामा चाहिँ पानी परेर यस्तो भ्यू आयो। अब यो चाहिँ यस्तो भ्यू आयो। अहिले चाहिँ अब म चाहिँ मेरो घर ओह्रालो लाग्यो थियो, यहाँबाट दाहिने लाग्छ यतापट्टि। यो ओखलढुङ्गा भयो, यो चाहिँ ओखलढुङ्गा हाम्रो सदरमुकाम ओखलढुङ्गा। यो चान्टार भन्छ, यो ठाउँलाई चान्टार, बर्नालु, चित्रे र ओखलढुङ्गा। अहिले म चाहिँ मेरो अब घर जाने बाटो छुट्टिने ठाउँमा पुग्छु कि। यो चाहिँ मेरो घर नै त्यहाँदेखि उँधो जाने चाहिँ त्यहाँबाट उँधो चाहिँ ओखलढुङ्गा जान्छ होइन। अब यो चाहिँ मेरो घर जाने बाटो, यताबाट जानुपर्छ। र मेरो गाउँ यता रह्यो है। अब चाहिँ म घर पुग्नु लागिसकेँ होइन। अब अलिकति बोल्ने अलिकति स्पष्ट भएर छैन, इम्प्रुभिङ गर्दैछु। यो हाम्रो यो चाहिँ ओडाले बनाइदिएको ट्रस्ट टाइपको हो, यहाँ चाहिँ बस्नुलाई। यहाँनिर चाहिँ कामहरू त फिनिसिङ भएको छ नि, जे ओत लाग्नुलाई चाहिँ भइरहेको छ अहिलेलाई चाहिँ, यतिको ठिकै छ बस्नुलाई। यहाँबाट हेर्ने भ्यूहरू चाहिँ अलिकति राम्रै छ भनौँ न। यहाँबाट देखिने भ्यू मेरो पछाडि देखिरहनु भएको छ होइन। अब यता हेर भने यो त गाउँ पर्छ यता चाहिँ। यति नै हो, म देखाउँदै जान्छु। आज अरूभन्दा पनि पानीले गर्दाखेरि मैले तपाईँहरूलाई मेरो आउने बाटोको भिडियो चाहिँ मैले देखाउन सकिनँ, त्यसको लागि चाहिँ म एकदम क्षमा प्रार्थी छु। यति भन्दै अब रह्यो, अब आउँदा चाहिँ म घरमा बिसाउँछु।
घरमा बिसाएको हुन्छ। अब यति हो एक ठाउँ बिसाएँ। अब यहाँ आएपछि मलाई जहिले पनि बिसाउँ लाग्छ, यो ठाउँ किन हो। मलाई हुन त केही कुराहरू जोडिएको पनि होला यो ठाउँसँग नै, बस्ने ठाउँ। यहाँ आएपछि म जहिले पनि बिसाएकै हुन्छु। यो ठाउँमा आउँदा चाहिँ म जहिले बिसाउनै राम्रो लाग्छ। यहाँ आयो, टोलायो, बस्यो होइन, 10-15 मिनट बस्यो, रमाइलो रमितहरू बस्यो। मलाई चाहिँ यहाँ आएर एकदमै गाउँघरमा आउँदाखेरि यहाँ बस्नु चाहिँ एकदम रमाइलो लाग्छ। कतै तपाईँहरूकोतिर नि हुन्छ नि यस्तो। यो चाहिँ अब मलाई यो चाहिँ लेडिजहरूलाई थाहा भएन, तर छोरा मान्छेमा चाहिँ हुन्छ भन्ने लाग्छ है मलाई। कुनै पनि ठाउँ गएर बस्नु त्यो उसको चाहिँ जीवनको हुन्छ नि। कुनै पनि छेड बसौँ, रमाइलो गरौँ भन्दा नि बस्ने चाहिँ उसको एकदम छेडी पहल हुन्छ कि। जस्तै मेरो चाहिँ यो ठाउँ किन मलाई अब पहिला यो डाँडा मलाई त्यति राम्रो चाहिँ लाग्ने होइन यहाँ बस्ने ठाउँलाई चाहिँ, तर कुनै पनि पहलहरूले गर्दाखेरि चाहिँ बस्नु बाध्य हुने जस्तो लाग्दो रहेछ मलाई चाहिँ, यतिखेर चाहिँ सम्झिन्छु। र अब चाहिँ म घर लाग्छु। अब घर लब 2 मिनट त्यति पनि लाग्दैन। अन्त त म मेरो गाउँ आइसकेँ। यो चाहिँ मेरो गाउँ, यो मेरो यताबाट चाहिँ ओह्रालो जानुपर्छ। तर अहिलेलाई चाहिँ म यो बाइकलाई चाहिँ पर राख्नु पऱ्यो भनेको थिएँ यो घरमा, तर कस्तो कटिएन कि। यो बाइकलाई चाहिँ म यतापट्टि राख्नु पऱ्यो भनेको थिएँ, कस्तो कटिएन। अब यसलाई चाहिँ घुमाएर म परै लगेर राख्छु। पानी गाउँहरूको धारामा पानी चौक्सियो हुन्छ, परेर हुन्छ। यो चाहिँ मेरो गाउँ, मेरो घर चाहिँ अलिकति तल्दिनु पर्छ। अब म चाहिँ घर आइपुगिसकेँ भनौँ न। हो त्यहीँ हो मेरो घर चाहिँ। यस्तै छ गाउँको यात्रा। अब यहाँ हेर्नु एकैछिनमा म तपाईँहरूलाई एउटा कुरा देखाउँछु। यो चाहिँ म पढेको पहिला स्कुल 5सम्म, जो चाहिँ मेरो यो तल चाहिँ मेरो त्यो तल धुवाको चाहिँ घर। अब यहाँ विचार गर्नु ल, आइपुग्यो लिनलाई। यो लिन आइसक्यो घरमा। मलाई जहिले पनि यसको काम छैन, लिन आइपुग्छ। अब चाहिँ म घर आइपुगेँ होइन। लगभग मेरो आजको यात्रा चाहिँ रह्यो होला 50 मिनटको जति। आजको यात्रा चाहिँ अब त्यस्तै अन्दाजी त्यस्तै रह्यो। 50 मिनट जतिको यात्रा रह्यो। पानीले चाहिँ तर लोत कुट्यो है। आज लोतै कुटेको हो पानीले। यो चाहिँ मेरो घरमा चाहिँ अब गाउँघरमा चाहिँ बर्खा लागेपछि यसरी धुवा लगाएर बाहिर हुन्छ, धुवा छ। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुभयो, सबैलाई धन्यवाद।